आजको स्टोरी चाहिँ डरलाग्दो मात्र होइन, केही म्यासेज पनि बोकेको छ। घर नजिकै बाँसको झाङ लगाउनु कतिको खतरनाक हुन्छ भन्ने कुरा चाहिँ उहाँले स्टोरीमा लेख्नु भएको छ। उहाँको स्टोरीलाई म ढिला नगरिकन जस्ताको तस्तै पढेर सुनाउँछु है त। उहाँ लेख्नुहुन्छ, म सफलता सुब्बा, नाम परिवर्तन गरेकी छु, पूर्व ठेगाना सुनसरी, अहिले काठमाडौँ बसोबास। म जिन्दगीमा भूतप्रेत पिसाचसँग कहिले पनि नडराउने मान्छे। 2079 साल 5 महिना 5 गतेको घटना हो। सुनसरी जिल्ला झुम्काबाट 5 किलोमिटर जति आसपासमा रातिको 12 बजेको थियो। घटना मैले आफैले भोगेकी हुँ। सम्झिँदा अहिलेसम्म आङ जिरिङ्ग हुन्छ। यो एकदमै सत्य घटना हो। मैले एक शब्द पनि काल्पनिक राखेकी छैन। यो घटनाबाट मैले जिन्दगीमा के गहिरो अनुभव गरेँ भने आफ्नो घर परिवारमा अकाल अल्पायुमा मरेर गएका मान्छेहरू हरेक वर्षमा आफ्ना प्रिय आफन्तहरूको घरमा अवश्य भेट्न र निगरानी राख्न आउँदा रहेछन्, माया मोह त्याग्न नसकेर। त्यो दिन जब म 2079 साल 5 महिना 5 गतेको रातिको दिन थियो, जंगल नजिकै बाँसको झ्याङ नजिकै मेरो घरको बरन्डामा बसेर 12 बजेतिर मैले भगवानको मन्त्रहरू पाठ गर्दै थिएँ। रात एकदमै सुनसान थियो। त्यति नै बेला मेरो मायापट्टिको छिमेकी सुतिरहेको घरमा केही भयो। उनीहरूको जस्ता पाताको टपमा अचानक ड्याममा हात्तीले पाइला टेकेको जस्तो ठूलो डरलाग्दो आवाज आयो। अनि त्यति नै बेला त्यही ठाउँमा लगभग 5 मिनट जति अनेकौं प्रकारका चराचुरुङ्गीहरूको समूह चिरबिर चिरबिर गरेको आवाज पनि आयो। त्यो घर र मेरो घर जोडिएको थियो। एकअर्काको घरमा के बोलेको सबै सुन्न सकिन्थ्यो। त्यो घरमा 4 जना परिवार थिए, छोराछोरी, श्रीमान श्रीमती। मैले त्यति नै बेला बुढाबुढीको कोठामा बोलेको आवाज सुने। बुढाले भन्दै थिए, हामीलाई तर्साए जस्तो छ। बुढीले चाहिँ बाहिर कुनै हालतमा पनि ननिस्कनुहोस् है भनेर बुढालाई सम्झाउँदै थिइन्। त्यसपछि मेरो मनभित्र एकदमै चिसो र डर पस्यो। हे भगवान, अब मेरो आज अन्तिम दिन रहेछ। अब मलाई भूतले खाने भयो कि मार्ने भयो भनेर मैले सोचेँ, किनकि स्लिपिङ रुम भन्दा म बाहिर थिएँ। मेरो साथमा केही हतियार पनि थिएन सेल्फ डिफेन्सको लागि। त्यही डरका बावजुद पनि मैले भगवान देवी देवताहरूको नाम निरन्तर जपिरहेँ। जुन घरमा तर्साएको थियो मैले आवाज सबै सुनिरहेकी थिएँ। मान्छे देखेको थिएन, तर मेरो बडीले माइन्डले स्ट्रङली यो चाल पाइरहेको थियो कि त्यहाँ कसै न कसैको उपस्थिति पक्कै छ, किनकि मेरो आसपास अरू ठाउँको जमिनको तरङ्ग नै अजीब अजीब लाग्दै थियो, बिल्कुल नर्मल थिएन। मैले मान्छे देखिन, तर हिँडेको पाइलाको आवाजहरू चाहिँ सुनिरहेको छु मजाले। अनि त्यो केही अदृश्य शक्तिले मेरो स्टडी टेबलको नजिकै लगभग 40 केजीको ढुङ्गा फ्याल्यो। ड्याममा आवाज आयो। म अति नै तर्सिएँ, डराएँ। धन्न मलाई लागेन। मलाई लागेको